लेट्स गो। अभी हामी जाँदैछौँ घर, गेस्ट हाउस जाँदैछौँ। आज पुनाको भिडियो तपाईँहरूमा छ। हामी घुम्न आएका थियौँ दुईजना बाहिर, सो त्यसैले तपाईँहरूलाई नेक्स्ट डे नेक्स्ट ब्लग लिएर उपस्थित भइरहेका छौँ साथीहरू। भिडियो फुलसम्म हेरेर माया गरिदिनु होला है। अब म तपाईँलाई ब्याकग्राउन्डमा आजको ब्याकग्राउन्ड के छ भनेर देखाउन गइरहेको छु। आजको मौसम र आज हामी घुम्न निस्केको एकदम राम्रो मौसम थियो। यति सुन्दर छ है मौसम आजको। हेर्नुहोस् साथीहरू, हामी आज अटोमा घुमेर घर फर्किँदैछौँ साथीहरू। दिनमा मेरो धेरै ठाउँ आज घुमियो। घर फर्किने बेलामा तपाईँहरूलाई फेरि एउटा सानो भ्लग राखेको छु। भ्लगलाई माया गरिदिनु होला, अन्तिमसम्म हेरिदिनु होला। समिट साइडमा छ, म भ्लग गर्दैछु। समिटलाई जति चिन्नुहुन्छ मलाई पनि सपोर्ट गरिदिनु होला है। यस्तो मार्केट आउँछ यहाँ। अब ल हेर्नुहोस् साथीहरू, यहाँ होलसेलमा एकदम कपडा पाइन्छ है। सस्तो कपडा पाइन्छ है। ल है, जस्तो चाहिए पनि चस्मा पाइन्छ है यहाँ। भेराइटी एकदम। इभिनिङको समय छ, तपाईँहरूले पनि मेरो भ्लगलाई माया गरिदिनु भएको छ। यसै गरी दिन प्रतिदिन तपाईँहरूको मायाको कारणले गर्दा भ्लग राखिरहेको छु। भ्लगलाई यसै गरी माया गरिदिनु होला। आज समीरको जब टिकट गुमाउन गएर हामी फर्किरहेका छौँ साथीहरू। यो पनि युट्युबर आफ्नो सामान सेटअप राख्छन् कि मान्छे। यति दामी छ कि पुना। मौसम एकदमै राम्रो छ। एनी टाइम यस्तै मौसम हुन्छ पुनामा। अब ट्राफिक लागेको छ साथीहरू। तपाईँहरूलाई म कन्टिन्यू भिडियो गर्नेछु। हेर्नु है त, यस्तो ट्राफिक हुन्छ है यहाँ। स्कुल छुट्टी टाइम भइसकेको छ यहाँ। केम भित्र हो कि स्कुल। स्कुल छुट्टी टाइम छ। ल पुनामा बाबु नानीहरूको स्कुल छुट्टी टाइम छ। यहाँको रोड हेर्नुहोस्, यति राम्रो छ। ल हेर्नुहोस् है साथीहरू, यहाँको झुकी बस्ती हेर्नु। पिपलको बुटोर यति दामी छ। यस्तै गरी हरेक ठाउँमा हुनुपर्छ है। स्पिड गइरहेको छ हाम्रो गाडी। तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियो फुलसम्म हेरिदिनु होला है। तपाईँहरूको मायाले गर्दा म दिन प्रतिदिन भिडियो बनाइरहेको छु। ल हेर्नुहोस्, यो बाइपास है, बाइपास एकदमै काम यहाँ तीव्र गतिमा चलिरहेको छ। यस्तो हुनुपर्छ है। दिन प्रतिदिन यसै गरी काम चल्नु भने आफ्नो सिटी एकदम राम्रो बन्छ। यति सफाइ छ कि यति सफाइ छ। हाम्रो नेपाल जाने बस यहीँबाट लाउँछ है। यहाँ आचार्य ट्राभल। तपाईँहरूलाई पनि जान्न छ भने
कमेन्टमा जोडिनु होला है, कमेन्ट गरेर जोडिनु होला है। इन्डियाको बस यस्तो हुन्छ है साथीहरू, इन्डियाको बस हेर्नु है। इन्डियाको बसभन्दा त राम्रो नेपालकै बस हुन्छ साथीहरू। दामी छ है बस, तर राम्रो भन्न मिल्दैन है। यतिको छ कि यहाँ फुल यस्तो छ रोडमा। अब कम्पनीको छुट्टी हुने टाइम भएको छ इन्डियामा, आइटी कम्पनीको छुट्टी हुने टाइम भएको छ, त्यसैले रोड एकदम प्याक हुन्छ है। फ्रुट बेग सेल ब्याग दामी दामी क्या दामी दामी ब्याग सेल लागेको छ है साथीहरू। फ्रुटको सेल लागेको छ है साथीहरू, हेर्नु है गाइज, हेर्नु है गाइज। ल हेर्नुहोस्, डग दुईवटा डग, कति दामी डग, दुईवटा डग कारमा राखेर घुम्नको लागि लिएर निकाल्नु भएको छ। हेर्नुहोस् है साथीहरू, यस्तो छ है पुनः यस्तो छ। अब हामी गेस्ट हाउस पुनः लागेका छौँ। गेस्ट हाउसमा गएर खाना पकाउन पर्ने हुन्छ। अब म मेरो कार्यलाई निरन्तर दिनेछु। ल हेर्नुहोस् है साथी, रोडमा एकदमै फ्रुटोर राखेको छ, यहाँ गाडी ट्राफिक लागेको छ। तपाईँहरू पनि कहाँबाट हेर्दै हुनुहुन्छ भिडियोलाई, आफ्नो कमेन्टमा प्रतिक्रिया दिनु होला है, कस्तो देखिएको छ। नेक्स्ट भ्लगमा म उपस्थित भइरहेको छु। तपाईँहरूले मलाई माया गर्नुभएको छ, यसै गरी माया गरिदिनु होला है। भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला है। जति पनि नयाँ नयाँ साथीहरू हुनुहुन्छ मसँग जोडिनु भएको छ, नयाँ साथीहरूले मलाई सपोर्ट गरिदिनु होला है। दामी छ है, दामी मौसम, आजको मौसम। समीर किन टोलाएको भन्? म हेरिरहेको छु बाटोबाट, एकदम राम्रो छ। फाइनली समीरको जब फिक्स भइसकेको छ। अब हामी भोलितिर फेरि भोलि पर्सिबाट जब जोइन हुन्छ। अब हाम्रो गाडी युटर्न लिने बेला भइसकेको छ। हेर्नु है साथीहरू, यस्तो धुलो छ कि यहाँ मान्छे चिन्ने होइन धुलाले गर्दा। ओहो हो 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 ओहो हो हो। ल हामी बसेको अटो यस्तो छ है साथीहरू। ब्रेक सिस्टम हुन्छ, दामी रहेछ हामी बसेको ट्याक्सी। अब हामी गेस्ट हाउस पुनः लागेका छौँ साथीहरू। आफ्नो काम गर्नुपर्ने हुन्छ। भिडियो मैले राति अपलोड गरिदिनेछु, सबैले हेरिदिनु होला है भिडियोलाई। अब हामी यहीँबाट युटर्न हुन्छौँ। युटर्न ओहो है 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 है। अब हामी हाम्रो आइटी तर्फ जाँदैछौँ। हेर्नु साथीहरू, यस्तो ट्राफिक हुन्छ, यस्तो ट्राफिक हुन्छ। ओहो ल यताबाट एउटा साँढे आएको छ, एउटा साँढे आएको छ। हेर्नु है, एउटा साँढे गयो, कता गयो? ल हेर साँढे भन्नै हालेन। ल हेर्नु साँढे गएको छ। ल ठुल्ठुलो गाडीहरू आएको छ, ट्राफिक लागेको छ। अब हामी लगभग गेस्ट हाउस पुनः लागेका छौँ साथीहरू। भिडियो कन्टिन्यू गरिरहेको छु, त्यसैले तपाईँहरूले माया गरिदिनु है, च्यानललाई माया गरेर तपाईँहरूले
सबै साथीहरू मिलेर मलाई माया गरिदिनु है। अब हामी जान्छौँ, गेस्ट हाउस जान्छौँ, चिया पिन्छौँ, ब्ल्याक कफी, त्यसपछि हामी काम स्टार्ट गर्छौँ। आज दिनभरि घुमियो, समीरको जबको लागि घुमियो, जब पनि पुरा भइसक्यो। फाइनल कुरा अब फोनमै हुन्छ। बारिस्टाको लागि समीर भाइ रेडी भएको छ काम गर्नको लागि। धेरै काम गर्छ, काम गरेर मेहनत गर्नुपर्छ है बाबु। बारिस्टामा मलाई के बनाएर खुवाउनुहोस् भन् त। आउनु पहिला ल फर्स्ट टाइम मलाई समीरले के बनाएर खुवाउँछ म तपाईँहरूलाई भन्छु है, भिडियो हालिदिन्छु है। ल साथीहरू हेर्नु है, हेर्नु यस्तो छ हामी बस्ने ठाउँ। दिन प्रतिदिन भिडियो राखेको छु साथीहरू। कम्पनीबाट निस्किने कर्मचारी नै छ, धेरै मान्छे निस्किनु भएको छ। अब प्याक बोर्ड हुन्छ यहाँ, सो त्यसैले तपाईँहरूलाई भिडियो राख्दै गरेको छु। भिडियो हेरेर अन्तिमसम्म। इन्टरनेसनल टेक पार्क खराडी आइटी कम्पनी हो। अब हामी बस्ने बङ्गलो आइसकेको छ है। हामी बस्ने बङ्गलो कस्तो छ भनेर हेर्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, माया गर्नु होला। हामी बस्ने ठाउँ यस्तो छ, राम्रो ग्रिन छ, सबै एकदम गार्डन छ, सबै चिज छ यहाँ। यस्तो राम्रो छ कि अब हामी मेन गेटमा पुग्न लागेका छौँ। हाम्रो सोसाइटीको मेन गेटमा पुग्न लागेका छौँ साथीहरू। तपाईँहरूले पनि भिडियो लामो नमानिदिनु होला, हेरिदिनु होला है। भिडियो फुल अन्तिमसम्म हेरेर माया गर्नु होला। को साथीले अन्तिमसम्म हेर्नुहुन्छ उहाँहरूलाई म नेक्स्ट भिडियोमा स्पेसल केही कुरा बताउनेछु। यहाँ चाहिँ युटर्न हामी बस्ने गेट। हेर्नु यति सफाइ छ कि हामी बस्ने सोसाइटी। सबै गार्डन छ, राम्रो फ्लोर छ। दामी छ है, हेर्नु यति राम्रो गार्डन छ होइन क्या दामी फुल छ। थ्याङ्क यू वाचिङ। अब भिडियो फुल अन्तिमसम्म हेरिदिनु होला, माया गरिदिनु होला। तपाईँहरू माझमा फेरि नेक्स्ट ब्लग लिएर म उपस्थित हुनेछु। समीर लास्टमा के भन्दैछस् भन्? ओके, सबैजनाले लाइक सब्सक्राइब गरिदिनु होला। सबैजनाले लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला है।